कताको गरे कहिले पाउने ए नानी तिमी मान्छे भने मसँग एउटा सजिलो उपाय छ हैन कस्तो उपाय हो र हेर नानी तिमी मान्छे भने मेरो छोरासँग बिहे गर पैसा माग्नुहुन्छ जिरान मुलाले नमस्ते बा साथै तपाईले मैले माया दिनुहुन्छ हैन त यति भएपछि म पकाएर बगिहाल्छु के माग्छस् थियो तर दाइले नजिक पढ्न दिए पो त्यसो भए तेरो लक सकियो अब पनि सिकाउन त्यस्तो खालको कसरत म पनि सिक्छु हजुरले सिक्न सक्नुहुँदैन अङ्कल सक्छु के नानी सक्छु नमस्ते बा तिमी ढल्यौ तिमी जस्तै सुन्दरीलाई तलदेखि माथिसम्म निहाल्ने पनि त कामै हो धेरै नजिक छ नि मलाई फेरि भेट्लास् नि के भयो मेरो बालाई के हो नि पुरा स्वर्गवासी मुला आछन् नि जे पाइके भन्छ त्यो कानुले कुटी रे त्यसलाई मैले जानेछ त्यसको जगल्टा आज म कसरी गइहाल्छु त्यसको बाउले पनि हेर्ने त्यसको छोरीले हेर्ने हामीलाई चेट्टाले ढुक्कले ए चाकरी बालिसी चाकरी बालिसी भने ए बालिसी सुन्दैनस् ए चाकरी तल भने तल सुन्दैनस् ठुलो कुरा गर्छस् मलाई हेर्ने त्यो नमस्ते बाले मलाई के सोचा किन फटफटाइरहेको किन फतफता गरे आमा फतफटाउनु त परिगयो नि यत्रो इज्जत प्रेस्टिज भएको मान्छेलाई हेप्न मिल्छ होइन कसले हेप्यो तँलाई त्यो नमस्ते बाले हेप पनि मलाई यसलाई बदलिनु पर्छ अब कसरी लिन्छस् बदला त्यो बुढालाई कसरी बदला ल्याउनु पर्छ मैले सोचेको छु मैले खै के गर्छस् गर्छस् के गर्छ होइन तिम्रो सरले खतरै गर्छ जे गरे पनि नराम्रो त नगर है आमा राम्रो काम गरे त बदला ल्याउन सक्नु पर्यो नि अहिले म यो बोको छोरा गएँ छिटो घर आइज नि भरे छोरी तरकारी के बनाइस् त आज तरकारी मासु भनेर भन्न नमिल्ने त्यही सागपात त हो नि नाते सागपात पनि कति खानु यार खाना हाम्रै हरियो बसको अब जे हरियो भयो भने खानु त पर्यो नि भोकै बस्नु सकिँदैन पहिला घरमा आर्थिक अवस्था त साह्रै खडेरी परे त हो परिहाल्छ नि खरेडी किन्ने कडा ल्याए पो हुने हो मैले पैसा कमाएर नल्याएको हो र कहिले ल्यायो भर्खर 2 वर्ष अगाडि 4000 पैसा कमाएर ल्याएको होइन त्यो पैसा कहाँ गयो होइन तिमी खुसी कि क्या त्यो 2 वर्ष अगाडि कमाएको पैसा पो अहिले भन्दै दिन्छ मेरो कमाइ खासै थोरै त होइन तर यस्तो खडेरी चाहिँ किन बढ्यो भने कहिले कमा ल्याएर तिमीले खडेरी पर्दैन त नि अब त यतै बस म खुसु कमाएर ल्याएको त्यही कुरा काटेर गयो त ए यो बुढाले के गर्यो गेलो टुप्पी कता च्याट्टले ढुक्कले टुप्पी लाएर तैँले कसलाई भनेको टुप्पी मलाई नि भनेको नि अरू कसलाई भन्नु च्याट्टले ढुक्कले हेर मलाई टुप्पी टुप्पी नभन्ने तेरो नाकको डाँडी भाँच्छु फेरि अझै धेरै पो बोल्दो रहेछ भाँचेर देखा तँ नाकको डाँडी साँच्चै भाँचै पर्यो कहिले मेरो नाकको डाँडी भाँच्छस् भाँच्दैन त्यो त मलाई थाहा भएन तर तेरो ढाड त मैले भाँच्छु के भाँच्ने पर्ने हो सबै के भाँच्ने पर्ने हो
ढङ्गसँग काम गर्दैन यार। बहिनी यो कुन तरिका तैँले भात दिने? घरले कसरी मखमी हाल्दैछ? अब सधैँ एउटै तरिकाबाट के दिनु भनेर आज नयाँ तरिकाबाट दिएको। कस्तो लाग्यो तरिका? कस्तो तरिका हो तेरो यो खाना दिनु? कहिले पातमा दिन्छस्, कहिले थालमा दिन्छस्, आज त घरल्यामा मुखमै दिइस्। अब तपाईँले हातमा दिए पनि पातमा दिए पनि जसरी दिए पनि पकाएर खान दिएकै छु। खानु न भइहाल्यो नि। जसरी दिए पनि खाने परिहाल्यो, आफूले पकाउनु आउने होइन। जसरी दिए पनि खाइहाल्नु भयो, भइ त हाल्यो। पैसा कमाउने भनेर त आयो, अब कमाउने पो कसरी होला त? नमस्ते। के छ त नि हल्ली चल्ली? एकदमै ठिक छ बा। होइन केही पनि भएको छैन। हेर न, म त कल्पनामै हराएछु भने। अनि तिम्रो नाम के हो नि? मेरो नाम रसिला हो। असिला? मान्छे नाम जस्तै साह्रै असिनी देखिदिरहेछौ त। रसिलै छु, रसा पनि बुझाएको छैन। चाख्न दिए त चाख्न हुन्थ्यो। होइन बाँकी चाख्ने कुरा गरे। यही होइन, रस मतलब उखुको रस चाख्ने कुरा गरे। जाने नै हो त। के जाने कुरा गरेको बा? जाऊ नि। सोचेर अर्का घरको बाटोबाट हिँड्दा रहेछ नि। होइन तैँले कसलाई लासाको भने? जसलाई भने पनि तँलाई चाहिँ के मतलब? मलाई देखेर भनेपछि मलाई मतलब नभएर कसलाई मतलब हुन्छ? जसलाई पो मलाई के को मतलब? अझ यस्तो बटारिएको कुरा नगर है। गर्छु त के अर्थ? तेरो त मुख छ नि, मुख खाने ठाउँमा बोल्ने ठाउँमा गराइदिन्छु फेरि। खोइ गएर देखा त। ए अहिले हतार भएर मात्रै हो, त्यत्रो म तँलाई जाने। ल जा जे गर्नु मन लाग्छ गर, म डराउने होइन क्या।
च्याटले ढुक्कले टुपी हल्लाएर ए नमस्ते बा तब त झोकाएर बस्नु बा हो बाउ हेर्न टोलाउने रोग लाग्यो जस्तो छ कस्तो चलाउने ओग्रा यो हेर्न बाउ के भयो टोलाइरहन मन लाग्छ कसैको याद आउँछ म त पिरिममा पो परेँ कि क्या हो ए बुढा लाज लाग्दैन प्रेममा पर्यो भन्नलाई होइन अब मनको पनि उमेर नहुँदो रहेछ जति बेला नि पर्दो रहेछ त्यो त हो भनेपछि मान्छे बुढो भयो भने मल चाहिँ चञ्चल भयो लौ न बाउ तैँले केही जुगाड लाएर त्यसलाई यसो टिङटिङ मिन्टिङ गरिदिन पर्यो भइहाल्छ नि बुढा म छु नि म पक्का हो नि पक्का हो ल ल गजब लु जाउँ हिँड नमस्ते बा मेरो जे भयो नि मान्छे होला त्यही च्याटले ढुक्कले टुपी हल्लाएर ए पुतली कता जानलाई घुम्न जान हल्ला अनि पुतली उहाँ चाहिँ को नि उहाँ मेरो साथी रसिला नाम रसिला मान्छे पनि रसिला हुनुहुँदो रहेछ नमस्ते बालाई कसरी फसाउँ भनेर हिँडिरहेको थिएँ ठ्याक्कै बाटामा पुतलीको साथी भेट्यो है अब पुतली लाउँ भने त नमस्ते बाले चिन्छ रसिना लायो भने त पुराले चिन्दैन बरु पैसा दिएर हो नि लाई त्यो काम लाउनु पर्यो होइन ए बोके किन टोलाको केही पनि होइन एउटा काम थियो ठ्याक्कै कामको याद आयो क्या भन्न के काम हो त्यस्तो अब तिमीहरू गर्दैन होला गर्छौ भने भन ए भन्न के काम हो त्यस्तो के काम नभन्न पैसा आउने काम हो क्या पैसा आउने काम अब त्यो काम तल लाउँ भने त नमस्ते बाले चिनिहाल्छ अब तेरो रसिलाले काम गर्छ गर्दैन एकचोटि गर्छन् भने पैसा आउँछ सोध त ए पैसा पो आउँछ ए रसिला पैसा आउँछ र तिमी गर्छौ यो काम त्यस्तो अप्ठ्यारो नमान्नु न नराम्रो काम होइन क्या राम्रै काम हो यसो मुसुको हाँस्दिएर भयो भने त पैसा दिइहाल्छु नि म हेर्नु त पुतली गर्नु त गर न गर बोके पनि नराम्रो मान्छे होइन हाम्रै गाउँको मान्छे हो गर हुन्छ नि त ठिक छ भोलिलाई कमाउँ होइन त ल त्यो काम गर्नुहोस् काम पनि हुन्छ म भोलि नै पैसा हजुरलाई ट्याकै ल पुतली साथीलाई राम्रोसँग सम्झा है हुन्छ आउडा च्याटले ढुक्कले टुपी हल्लाएर एउटा तिमीले भनेको काम त म गर्छु अब मैले भने काम मान्नुपर्छ नि फेरि के हो र फेरि म भनिहाल्छु नि आउडा होइन भन्न भन् के गर्नु पर्ने हो गर्छौ गर्दैन पर्ने भन न गर्छु भन् त हो गर्ने बेला भन्छु के होला यो गाह्रो छ नि आउडा आउडा आउ के काम हो र म भनिहाल्छु नि हेर बुढा घरमा आमाले पानी लानु पर्यो पाइबाट भन्थे अब मलाई अब तपाईँलाई थाहै छ तँले जे भन्छस् त्यही मान्छु भन्नुभएको छ तपाईँले पनि त्यही भन्नुभएको छ मैले भन्छु अहिले मैले नि मान्छु भनेको छु ल त बुढा यो पाइप सिधा पारेर त तलतिर पानी लानु पर्यो घरसम्म नाइ हुँदैन म गर्दिनँ यो काम गर्ने होइन गर्दिनँ गर्दैन भने ठिकै छ नि बुढा म पनि तिम्रो काम गर्दिनँ तिमीलाई चाहिन्छ चाहिँदैन चाहिन्छ भने यो पाइपलाई ठ्याक्कै हाम्रो घरसम्म पुऱ्याइदियो साँच्चै हो धरम मलाई यो कुरो म कसैलाई भन्दिनँ कहाँ पुरा गर्दिनँ भर्सेक मेरो आमा पनि भन्दिनँ नि ल म तपाईँको नाइलेसम्म भन्दिनँ बुझ्नुभयो अलि राम्रोसँग गर बुढा अलि पाइप सिधा पारेर तल लग्यो हो बुढाले गर्छन् गर बुढा ल अझै छ नि यतिले मात्र हुन्छ र त्यो कस्तो खाले गाह्रो काम छ मिलाइदिनु छ चेराकुटी झाइ पार्ने काम हो त्यही सहिलो हुन्छ यो लठी पनि मलाई भारी भयो बुढा तिमी बोक्छौ त ल बुढा बोक
आऊ ओइ जे पाइ त्यही भन्छस् कति रिसाको यसो रमाइलो गरौँ न रमाइलो गर्ने जस्तो अनुहार छ तेरो बोकेसँग टाँसेर बस्न हुने मसँग बस्न नहुने जो तेरो अनुहार छ नि यो चाहिँ ऐनामा हेरेर आइज बोकेर ममा के कमी छ म पनि ह्यान्डसमै छु बोके त मेरो मन पराएको मान्छे हो तेरो र बोकेको त तुलनै गर्न मिल्दैन ओइ के रे आगे होइन किन पुग्यो यसरी होइन के भयो अहिले केही नि भएको छैन त्यो लट्टुले यतिकै लपारिरा ए त्यसबाट म जोगाउँछु तर पहिले मैले भने भन्दा हुन्छ यो बाउले एकदम काटो गरेर भाडा अरु के बाँकी त छैन नि ए आमा भाडा त मान्छे सक्यो आगेर पनि फोहोर भएको थियो जाऊ त आमा भित्रबाट कुतुलेर आऊ पडाल छ यो बाउले सबै काम गरिदिन्छ है ल ओइ चिपालु त काम गर्नको लो टाक्टर मलाई चाहिँ राम्रोसँग लै बाबु यहाँ सक्छु भयो ले बाबा अब भयो नि भयो अब मेरो काम हुन्छ नि हुन्छ ल ल स्याहार काम थियो आमा म गराइहाल्छु ल है
यो त नि साथी पो हो नपत्याउने कुरा गर्ने पुतली हो के थाहा मलाई त्यो मान्छे तिम्रो कुरा त कसले पत्याउँदैन पत्याउने कुरा गरे नि को त्यो मान्छेकै त्यो तिमीसँग थियो नि अस्ट्रेली त्यो त मेरो माइजू हो पाउन लाग्न आएको थियो गइसक्यो होइन कहाँ गएर ऊ आउँदैन अब सायद त्यो त फर्किन्न होला अब त गएछ त मलाई मिलाइदिनु पर्छ जाउँ सक्दिनँ बुढा मैले कहाँ बिर्सेको छु र 2000 दिन्छु मलाई बोक भनेर देऊ मलाई अस्ति तिम्रो छोरीले मेरो आमालाई कुट्याएको कुरो मैले बिर्सेको छु यो त बुढा मेरो तिरीको तिरी अब खाऊ यी बुढा म त गएँ मेरो बल्दा पुरा भइगयो म त नाच्दै जान्छु च्याटले ढुक्कले टुपेला रे ए मासु खाने बेला तिमी त मुन्टे गाह्रो गएको आज मासु खाने नि कुरो छ क्या मैले बदला ल्याएँ नि आमा त्यही हाम्रो छिमेकी नमस्ते बा के नमस्ते बा बुझ्यो होइन सिद्धेन भने छिटो गर सिद्धो अब आज मनटा खाऊ खुसी खाऊ भोलि नखाऊ आमा